डब्ल्युएचओले ठूलो महामारी फैलाउन सक्ने क्षमता भएको घातक रोगहरूको विशेष प्राथमिकतामा राखेको निपाह आखिर के हो त? नमस्ते एन्ड वेलकम टु इन ब्रिफ विथ डाक्टर सुमना। आज हामी निपा भाइरसको बारे चर्चा गरिरहेका छौं। सन् 1998 मा मलेसियाको निपा भिलेजमा पहिलो पटक देखिएको निपा भाइरसले 100 जना मानिसको ज्यान लिएको थियो। मलेसियाका सुँगुर पाल्ने किसानहरूमा देखिएको यो भाइरसले थुप्रैको ज्यान त लियो, तर सयौं र लाखौंको संख्यामा सुँगुरहरू पनि नष्ट गर्नुपर्ने अवस्था आएको थियो। हालै भारतको वेस्ट बंगालमा देखिएको निपा भाइरसले अब महामारीको रूप लिन्छ कि भनेर सबैमा डर र त्रास पैदा भएको छ। सन् 2018 र सन् 2023 मा भारतको केरलामा पनि देखिएको निपा भाइरसले फेरि 23 स्थानमा पनि सताइरहेको छ। कोभिड भन्दा ठूलो महामारी हुन सक्ने आशंका गरिएको निपा भाइरस आखिर किन यति डरलाग्दो छ त? कोभिड-19 भन्दा ठूलो महामारीको रूप लिन सक्ने आशंका गरिएको निपा भाइरसको मृत्यु दर 40 देखि 75% सम्मको छ। भन्नाले यदि 100 जना व्यक्तिमा निपा भाइरस देखियो भने कम्तीमा 40 जना व्यक्तिको ज्यान जान सक्ने आशंका गरिएको छ। निपा भाइरस सुँगुर वा फल खाने चमेरा जस्ता पशुपक्षीबाट मानिसमा सर्ने पाइएको छ। यो मानिसको शरीरबाट निस्किने तरल पदार्थ वा जुठो खाना वा त्यसबाट संक्रमित खानेकुराहरूबाट सर्ने गरेको पाइन्छ। चमेरा यो भाइरसको कारखाना नै हो र नेपालको वन जंगलमा प्रशस्त रूपमा पाइने यी चमेराहरूले खाएर छोडेका फलफूलहरूबाट संक्रमण फैलिन सक्ने आशंका गरिन्छ। निपा भाइरसको संक्रमण भएको 4 देखि 14 दिन भित्रमा संक्रमित व्यक्तिमा लक्षणहरू देखा पर्न सक्छन्। कतिपय अवस्थामा बाहिर कुनै लक्षण नै देखा नपरिकन संक्रमित व्यक्ति गम्भीर रूपमा थला पनि पर्न सक्छ। यसका सुरुवाती लक्षणहरूमा तीव्र रूपमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वान्ता लाग्ने जस्ता समस्याहरू देखा पर्न सक्छन्, जुन सामान्य फ्लूसँग मिल्दाजुल्दा पनि हुन्छन्। समस्या जटिल बन्दै गएपछि बिरामीलाई सास फेर्न निकै कठिन हुन सक्ने र मस्तिष्क सुन्निने जस्ता समस्याहरू पनि देखिन सक्छन्, जसलाई इन्सेफलाइटिस पनि भनिन्छ। यस्ता सिभियर केसेसमा बिरामीहरू कोमामा जाने र मृत्यु पनि हुन सक्ने गम्भीर खतरा पनि रहने गर्छ। तीव्र रूपमा फैलिन सक्ने क्षमता भएको र छिट्टै जटिल बन्दै जाने यो रोगको न कुनै औषधि छ न कुनै खोपको विकास नै भएको छ। प्रिभेन्सन इज बेटर देन क्योर भने जस्तै यो रोगको रोकथामको लागि राम्ररी फलफूलहरू पखालेर खाने, बोक्रा तासेर खाने र खजुरको रस जस्ता पेय पदार्थहरूलाई उमालेर मात्रै सेवन गर्न विज्ञहरूले सल्लाह दिएका छन्। सन् 1990 को दशकदेखि पटक पटक सताइरहेको निपा भाइरसले बंगलादेश र भारतमा निकै समय दुःख दिइरहेको थियो र हालै वेस्ट बंगालमा 2 स्वास्थ्यकर्मीहरू पनि निपा भाइरसबाट संक्रमित भए। संक्रमणलाई थप फैलिन नदिन ती 2 स्वास्थ्यकर्मीहरू समक्ष सम्पर्कमा आएका 200 जना व्यक्तिहरूलाई पनि कडा परीक्षण गरी निगरानीमा राखिएको छ। नेपाल र भारतको वेस्ट बंगाल बीच रहेको खुला सिमाना र दैनिक हजारौं जना व्यक्तिले गर्ने आवत जावतलाई लक्षित गरेर नेपालमा पनि यो भाइरसले ठूलो रूप लिन सक्छ भन्ने आशंका गरिएको छ। नेपाल सरकारले सम्भावित जोखिमलाई मध्यनजर गरेर सिमाना र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्कहरू सक्रिय बनाएको छ र संक्रमणको लक्षण देखिएका कुनै पनि व्यक्तिलाई विशेष अस्पतालहरू तोकिएको पनि छ। भारतले हाललाई संक्रमण नियन्त्रणमा रहेको दाबी गरे तापनि डब्ल्युएचओले दक्षिण एसिया निकै नै रिस्कको जोनमा पर्ने भएकोले निरन्तर अनुगमन गर्नुपर्ने आवश्यकता व्यक्त गरेको छ र यसमा हामी सर्वसाधारणले गर्नुपर्ने भनेको सरसफाइमा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको छ। तर सबैभन्दा जटिल प्रश्न, यदि निपा भाइरस लागिसकेको खण्डमा कसरी उपचार गर्ने त? पीसीआर टेस्ट जस्ता टेस्टहरूबाट संक्रमण प्रमाणित भइसकेको खण्डमा बिरामीले पाउने उपचार भनेको सपोर्टिभ ट्रिटमेन्ट र आइसोलेसन हो। सपोर्टिभ ट्रिटमेन्ट भन्नाले बिरामीलाई ज्वरो कम गर्ने औषधि दिने, शरीरमा पानीको मात्रा सन्तुलन राख्ने, आवश्यक परे अक्सिजन सपोर्ट वा भेन्टिलेटर। यी उपायहरूले संक्रमित व्यक्तिलाई भाइरससँग लड्ने शक्ति र समय प्रदान गर्दछ। त्यसैले निपा भाइरसमा सबैभन्दा राम्रो उपचार भनेकै तुरन्त पहिचान, छिटो आइसोलेसन, गुणस्तरीय सपोर्टिभ ट्रिटमेन्ट र समस्या जटिल बन्दै गइरहेको समयमा आइसियु ट्रिटमेन्ट हो। जाँदै मेरा स्वास्थ्यकर्मी साथीहरूलाई आह्वान, डब्ल्युएचओले विशेष जोड दिएको कुरा, संक्रमित व्यक्तिहरूको उपचारमा खटिनु भएका स्वास्थ्यकर्मीहरूले पीपीई, ग्लोभ्स, मास्क र फेस शिल्ड जस्ता इक्विपमेन्टहरू अनिवार्य रूपमा लगाउनुहोला। धेरैलाई जिज्ञासा हुन सक्छ, निपा भाइरसले पेन्डेमिकको रूप लिन्छ भनिरहेको छौं, पेन्डेमिक भनेको आखिर के हो त? पेन्डेमिक, एपिडेमिक र एन्डेमिक्स जस्ता शब्दहरू बारम्बार प्रयोग भइ नै रहन्छन्। यदि कुनै महादेश वा विश्वव्यापी नै एउटा कुनै रोगले ठूलो रूप लिन्छ र फैलिन्छ भने त्यो रोगलाई भनिन्छ पेन्डेमिक, जस्तै कि कोभिड-19।
र एउटा कुनै स्थानमा स्थायी रूपमा निरन्तर रूपमा एउटा कुनै रोग रहिरहन्छ भने त्यसलाई भनिन्छ एन्डेमिक। जस्तै कुनै देशमा डेङ्गु। र एपिडेमिक भनेका यस्ता रोगहरू जुन चाहिँ एउटा सीमित क्षेत्र वा देशमा तीव्र गतिमा फैलिरहेका हुन्छन्, जस्तै इबोला र जिका भाइरस। हाम्रो लापरवाहीले निपा भाइरस महामारी बन्न सक्छ, त्यसैले डर होइन, सचेतना फैलाऊ।